प्रकृतिको अनौठो लीला। आज मिति 2083 भाद्र 7 गते आइतबार। प्रकृतिको अद्भुत लीला देखेर मन नै चकित हुन्छ। बिहान मरसन्न हुने गरी चर्किएको घाम, उकुसमुकुस पार्ने गर्मी र तातो हावाले दिन कति कठोर होला जस्तो लाग्थ्यो। तर समय बित्दै जाँदा आकाशको रङ फेरियो, बादलले सूर्यलाई आफ्नो ओतमा लुकायो र अहिले शीतल वर्षाका थोपा धरतीलाई स्पर्श गरिरहेका छन्। यही त प्रकृतिको अनुपम सौन्दर्य हो। क्षणभरमै घामबाट वर्षा, तातोपनबाट शीतलता र बेचैनीबाट आनन्दमा रूपान्तरण। प्रकृतिले हरेक पल हामीलाई परिवर्तन नै जीवनको शाश्वत नियम हो भन्ने सुन्दर सन्देश दिइरहन्छ।